अनि तिमी बोल्न सक्छौ गर भन्ने टाइपको हुन्थ्यो कि अनि मलाई कुनै किताबहरू पनि पढ्न दिएर अगाडि यति धेरै विद्यार्थीहरू लौ पढाउ भनेर दिनुहुन्थ्यो कि त्यहाँदेखि मेरो कन्फिडेन्स आयो। मेरो कलेज लाइफमा त्यस्तरी गयो। एउटा म्याम हुनुहुन्थ्यो, म्यामसँग चाहिँ एकदम साथी जस्तो जे भन्दा पनि गयो सेयर गर्दा पनि गयो, दुःख सुख यस्तो भयो म्याम आज यस्तो भयो। एकदम म्यामलाई चन्द्र म्यामको धुर्पसलाई म एकदम याद गर्छु। उहाँहरूबाट चाहिँ कलेज लाइफमा इन्सपिरेसन चाहिँ मेरो दुईटा हो। म मान्छु साथीहरू चाहिँ कस्तो हुनुहुन्छ तपाईँको मेरो कलेज लाइफमा भनौँ? मेरो कलेज लाइफमा हामी साथी चाहिँ पहिलेदेखि थियौँ भनौँ, तर हामी कलेजमा आएर यति क्लोज भयो। नयाँ साथीहरू बनाउनु भन्नु त पर्छ, पुरानो साथी हुनुहुन्छ। उहाँ पुरानो साथी हामी सानैदेखि सँगै थियौँ, सँगै ग्रो गरिरहेको छौँ। अहिले पनि सबजना हामी आफ्नो आफ्नो ठाउँमा स्टोर गरिरहेको छौँ। अहिले चाहिँ 12 सकेर आयौँ अनि त्यसपछि आफ्नो फ्यामिलीलाई हेर्नु पऱ्यो। तर उहाँ चाहिँ यस्तो थियो दादा होइन, उहाँ चाहिँ हामी एउटा युनिटी थियो कि हामी समाजसेवा जस्तो पनि काम गर्थ्यौँ। समाजसेवा नै गर्नुहुन्छ? समाजसेवा नै गर्थ्यौँ। जस्तै स्कुलमा म 12मा र 11 र 12मा पढ्दाखेरि चाहिँ गर्थ्यौँ। 11बाट समाजसेवा जस्तो हुनाले समाजसेवा कसैलाई पैसा पाइयो भने मिट गरेर दिन्थ्यो। गलत कुराको लागि होइन, फेरि कसैको घरमा अपुग छ भने अनि कसैको घरमा पैसा चाहिएको छ भने, खानेकुराहरू चाहिएको छ भने, अनि हाम्रो स्कुलमा चाहिँ जस्तै ग्राउन्ड सफा भएको छैन, टोयलेट सफा भएको छैन, कसैमा चाहिँ अन्याय भएको छ भने हामी चाहिँ अपिल गर्थ्यौँ, अगाडि हुन्थ्यौँ राम्रो कुराको लागि। तपाईँ समाज सेवामै लाग्नुहुन्छ, यसको कोही त मोटिभेट हुनुहुन्छ होला नि तपाईँले गर्नमा? त्यो कुरामा चाहिँ बाहिरको मान्छेभन्दा पनि मेरो साथीहरू चाहिँ मेरो मोटिभेट हो दादा। साथीहरूबाटै एकदम मेरो साथीहरू जस्तो सपोर्टिभ साथी चाहिँ कसैले नि पाउनु कि यो गरौँ भन्दा पनि गरौँ, यो गरौँ भन्दा पनि गरौँ, अरूको बाध्यताले सिक्नु पर्यो। उहाँ साथीहरूको नाम लिनु मिल्छ नि होइन? हाम्रो अखिल बाजे हुन्थ्यो नि, अखिल अनि क्रिस विष्ट, निराजन साई ठकुरी, अनि हाम्रो दीपक विश्वकर्मा, नवीन विश्वकर्मा, समी चौधरी, अनि हाम्रो भूपेश, उहाँ चाहिँ मेरो काका भूपेश, मेरो हामी एकदम मिल्ने साथी हो। एकदम मूर्ति हामी सँगै छौँ भने हामीलाई हात लाग्ने कोही छैन जोड्नु। तपाईँ समाज सेवा गर्ने भनेपछि कसैले सहयोग गरिदिनुहुन्थ्यो कि आफै कलेज गरेर कसरी गर्नुहुन्थ्यो? हामी चाहिँ हामी प्राय स्कुलमा जान्थ्यौँ, स्कुलबाट कलेक्ट गर्ने। अनि हाम्रो एउटा दादा हुनुहुन्थ्यो होइन, उहाँ दादासँग जाने, दादा यस्तो यस्तो भएको छ, हामीलाई यसो काम दिनु पऱ्यो भने उहाँ दादाले सहयोग मिट गराइदिनुहुन्थ्यो। अनि हामीले चाहिँ उता दिने समाजसेवी पनि हुनु पढ्दा पढ्दै त्यतिसम्म दाइसँग नै काम गरियो। त्यो सेलेक्सन भएको लम्कीमा उहाँसँग नै गरियो। उहाँ त अहिले उतै हुनुहुन्छ, उहाँको उम्मेदवार पनि